सो हेलो एभ्रिवान, हजुर सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आजको दिन चाहिँ मेरो किचनदेखि स्टार्ट भयो। अनि स्लेब चाहिँ एकदम मैला भएको थियो। अनि स्लेब सफा गरिसकेर चाहिँ मैले प्याज खोर्सानी टमाटर सबै कटिङ गरेर चाहिँ टक्क राखेको थिएँ। अनि मासु पनि धोइसकेको थियो। मासुमा चाहिँ सुँगुरको खुट्टा हो। सुँगुरको खुट्टा चाहिँ यस्तो खानु मन लागेको थियो कि मलाई। त्यो पनि तपाईँहरू थाहै होला, सुँगुरको खुट्टा बनाउँदा अचार जस्तो गरेर बनाउँछ, यस्तो पिरो गरेर बनाउँछ। अनि मलाई चाहिँ एकदम पिरो गरेर खानु मन लागेको थियो। अनि डल्ले खोर्सानी सबै हालेर मजाले सिटी सोही लगाइदिएर चाहिँ हामीहरू खानुतिर लाग्यौँ। अनि त्यहाँदेखिको चाहिँ दाची चाहिँ आमाको लागि, आमाले सुँगुर खानु हुँदैन नि त, त्यही भएर चाहिँ दाची चाहिँ आमाको लागि। अनि हामीहरू चाहिँ मजाले ल्याम खाइदिएको। यस्तो मिठो भएको थियो। तपाईँले भिडियो देखेर पनि थाहा पाइसक्नुभयो होला, यस्तो मिठो भएको थियो साथीहरू। अनि त्यहाँबाट चाहिँ आजको दिन चाहिँ यसरी नै भातसात खाइसकेर चाहिँ म चाहिँ फेरि सेवातिर लाग्यौँ होइन। म सेवातिर लागेपछि सेवा सकेर चाहिँ फेरि घरतिर आयौँ। त्यो घरतिर आएर चाहिँ मैले खानु चाहिँ 3 बजीतिर खाएको थियो होइन, लन्च। त्यहाँबाट चाहिँ आज चाहिँ डिनर हल्का खाइदिउँ न त भनेर चाउमिन खाएँ। चाउमिन पनि यस्तो मिठो भएको थियो। अनि यो चाहिँ मर्निङको खाजा हो, मर्निङको ब्रेकफास्ट हो। अनि मर्निङमा चाहिँ डल्ले खोर्सानीको अचार अनि इस्कुस र पोटल बनाएको थियो सब्जी चाहिँ, अनि रोटी। यस्तो मिठो भएको थियो कि रोटी पनि के भन्नु होला, मलाई चाहिँ रोटी त्यति साह्रो बनाउन आउँदैन, तर पनि जबरजस्ती बनाइदिएको। घिउ लगाएर मजाले बनाइदिएको थियो नि त हो गाइस। अनि त्यहाँबाट चाहिँ नानीलाई स्कुल पुऱ्याउनु पर्ने थियो। नानीलाई पनि स्कुलमा टिफिन पठाइदिएको थियो। नानीले चाहिँ स्याटरडे टिफिन लाँदैन, तर स्याटरडे चाहिँ टिफिन लाने नै भन्छ हो। त्यही भएर चाहिँ मैले एन्ड्रेलालाई चाहिँ सस हालेर मजाले कटिङ गरेर चाहिँ रोटी पठाइदिएँ। त्यहाँदेखि म आएर चाहिँ अचार र तातो रोटी अनि सब्जीसँग मजाले ल्याम खाइदिएको। यस्तो मिठो भएको थियो। अनि आमाहरूलाई पनि बोलाइरहेको थिएँ। आमाहरू कहिले आउने बनिसकिसकेको थियो, तर आमाहरू आउनु भएको थिएन। त्यहाँदेखि आमाहरू पनि आइसकेर आमाहरूलाई। अनि हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो? मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु नभुलिदिनुहोस्।